हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फेरि पनि हाम्रो युट्युब च्यानलमा। विशेष गरेर ह्यापी बुद्ध जयन्ती अनि उभौली पर्वको विशेष शुभकामना सबै किरातीहरुमा प्लस नेपाली सबैजनामा। अनि हामी चाहिँ आज लाग्देको अब हामी कहाँ जान्छौं भन्दाखेरि साकेला थान, अनि त्यहाँ चाहिँ प्रोग्राम भइरहेको छ। उतै गएर भेटौँ है त। लाग्देको हामी साकेलातिर। म भन्दा पछाडीकोहरु सबै ढिलै गर्ने मात्रै हो। म त 12 बजी घर आइपुगेर पनि 12:10 मा त रेडी भइसकेको थिएँ, खाना खाएर नुहाइदै गरेर सब मान्छेहरुलाई पोज दिनु हतार छ नि त। अन्त अब हामी साकेला थानतिर लाग्देको। अनि हाम्रो घर यहाँ जानुपर्ने यता भिड चाहिँ के साह्रो हो। होला जाम कटेर त आइयो, अब यता झन् महाजाम हुनेवाला रहेछ। घाम भन्ने कुरा एउटा केही छैन, तर पनि गर्मी भन्ने यति छ। अनि साकेलामा आज 3 बजी सक्दाखेरि पनि प्रोग्राम सकेको छ छैन त्यो चाहिँ थाहा भएन, नाच्दै हुन्छ जस्तो लाग्यो हो। तर हल्लाले गर्दा केही सुन्नु भएको छैन होला। यहाँ भनेको चाहिँ बाफ रे बाफ, यतिको चाहिँ हुनु पर्यो क्या साकेला भनेको चाहिँ। अब हाम्रो पार्टीहरु पछाडी छुटिसक्नुभयो। प्रोग्राम चाहिँ अझै पनि भइराखेको रहेछ। सभ्यता हाम्रो संस्कार हामीले कायम राख्नुपर्छ। यति कसैले जो पनि भेट्नु भएको छ भनेदेखि टेलिफोन हाम्रो यहाँ सानो तर हराएको पो के हराएको भन्नुभयो रहेको हुनाले उहाँको यहाँ फोन गरेर हराएको हुनाले कसैले यदि भेट्नु भएको छ भने हामीलाई यहाँ सम्पर्क गर्न दिनु न। त्यसलाई सही ठाउँमा व्यवस्थित गर्नु। यो भाइको एनर्जी पो कडा छ त हौ, बिचरा हैन यति सानो भएको मर्किमु कसैले गरेको छ भने त्यसलाई टिपेर सही ठाउँमा नाचिराख्नु भएको छ। अनि कति दुःख गर्नु हुँदो रहेछ बिचराहरू। जानकारी गराए हाम्रो यो गेटदेखि पूर्वपट्टि रहेको उसको छाना भएको किरात राई खाता नगर समिति रहेको ब्यानरको कुनै एउटा सानो टेबल छ। सहयोग गरिदिनु न भन्दै म आउँदैछु र म पनि आउने सहयोगको लागि। निस्केर के खाऊँ भन्दाखेरि अब गोला खाने भला छौँ हामी। गोला बनाउनु लाग्यो अब यहाँ हामी गोला खाइदिउँ। मिला अनि यो चाहिँ हाम्रो खाजा है। अघि चाहिँ होइन रे। अनि तपाईलाई यो साकेला स्वागत छ। हो यस्तो हुन्छ कि धेरै नाटक देखायो भने चाहिँ साकेला मेलामा हामी गोला खान्छौँ, तर यो गोला चाहिँ अस्तिको जस्तो मिठो छैन। अस्ति चाहिँ मिठो थियो हो, त्यही सम्झेर खाउँ भनेको त। मलाई मन परेन। चटपटी सोधेर आउनु ल, आमाले चाख्नु हुने रे। मिठो थियो भने हामी पनि खाइदिउँ।
भ्युज आएन हो चस्मा नलगाइकन त चस्मा लगाएर अघिको अर्को चस्मा घरमै छ चस्मा लगायो नि भिडियो बनाएपछि चाहिँ भ्युज आउँछ कि भनेर बनाउँदैछु है साकेला मेलामा अघि नै राई नि हो कि लिम्बुनी हो कि मगनी हो उहाँकोबाट चटपटे खाँदा मिठो भएन अनि अब यहाँनिर हाम्रो के भन्नु अब डिस्क्रिमिनेसन गरेको त होइन उहाँबाट अब हामी चटपटे चाख्दैछौँ मिठो भयो भने फेरि खाने अनि हाम्रो आधी पार्टी फोटो खिच्नु गइसकेको छ हामी चाहिँ खानैमा मस्त खाने हो बस्ने हो घर जाने हो यो चाहिँ के हो अब फर्किनु भएको होला सायद फर्किँदाखेरि होला नि ए हो ए यहाँ आउँछ नि त मन्दिर मन्दिरभन्दा पनि 3 चुला त्रिशुलहरू छ क्या त्यहाँ थान राईहरूको थान म पनि राई नै हो तर मलाई यस्तो बारेमा केही पनि थाहा छैन सो यस्तोमा म कहिल्यै सामेल पनि भएको छैन अनि आज चाहिँ म हेर्न आएको लाग्दीको घरतिर साकेलाबाट फर्किनु अन्त बजार जानुपर्ने भयो होइन साथीहरू हामी चाहिँ काम दाम साम सब सकेर हामी सधैँ आउने ठाउँ बिहानी खाजा गरेर आएको छौँ अब हामी थुक्पा र चाउमिन अर्डर गरेर बसिरहेको छौँ साथीहरू अहिले म तपाईँहरूलाई देखाउँछु यहाँको थुक्पा चाउमिन इज द बेस्ट नम्बर 1 मा पर्छ है तपाईँहरू पनि आउनुहोस् या हो एकदम हाम्रो त अब यहाँको के भएर त्यहाँ पर खोलामा हाट खोला पनि यही हो सबै कुरो यही हो बिहानी भनेपछि सबको हो नि त हाम्रो वान अफ द बेस्ट एन्ड फेभरेट प्लेसको थुक्पा चाउमिन चाहिँ देखाउँछु भन्दा खाइसकेको छु है मैले चाहिँ फर्स्ट बाइट हानिसकेँ देन यस्तो छ हेर्दाखेरि लुक्स राम्रो नभए पनि इट्स सो यमी टेस्टी सो गाइस तपाईँहरू पनि आउन सक्नुहुन्छ बिहानी खाजाघर लोकेटेड एट के भयो देवकोटा चोक किन्डल कम्प्लेक्स छेउमा साथैमा साथीहरू हामी घर आइपुगिसक्यौँ घुमडुल गरेर आज भनेको हाम्रो तुफान यातायातमा काम भयो अनि त्यस पछाडि आज हामी कहाँ पुगेर कहाँबाट आइपुगेर घर आएर डुलेर घुमेर अनि बजार भरेर रात पर्दा घर आइपुगिसकेको छौँ अनि यसै गरी हाम्रो भिडियो इन हुन्छ यहीँनिर बाई बाई सी यू इन नेक्स्ट भिडियो